न्यूज बुझ्नु पर्यो न्यूज भने चाहिँ यन भने माथितिर उत्तर माथितिर उत्तर तलतिर दक्षिण दायाँपट्टि पूर्व बायाँपट्टि पश्चिम यहाँ चाहिँ हो माथि तल दायाँ बायाँ पूर्व पश्चिम अब हामीले के बुझ्नु पर्यो भने दायाँ बायाँ तल माथि अब यो ए बाट बी कुन दिशामा हो मलाई यति भन्नुस् ए बाट बी कुन दिशामा हो ए बाट बी कुन दिशामा हो यति भनिदिनुहोस् ए बाट बी कुन दिशा हो एकदम राम्रो भन्नुभयो यो भन्दा यो माथि छ नर्थ दाहिनेपट्टि भएपछि ईस्ट यो भन्दा माथि नर्थ दाहिनेपट्टि भएपछि ईस्ट नर्थ ईस्ट यो भन्दा यो माथि छ उत्तर दाहिनेपट्टि भएपछि पूर्व भयो यहाँ के कन्फ्युजन छ ल भन्नुस् त यो भन्दा यो माथि नर्थ दाहिनेपट्टि भएपछि पूर्व हो दोस्रोमा सर्कुलर वेमा सेकेन्ड ट्रिकमा सर्कुलर वेमा दुईवटा दिशा हुन्छ सर्कुलर वेमा दुईवटा दिशा हुन्छ सर्कुलर वेमा दुई दिशा एउटा क्लकवाइज एउटा एन्टी क्लकवाइज यो नर्थ यो साउथ यो ईस्ट यो वेस्ट हेर्नुस् है सर्कुलर वेमा दुईवटा दिशा हुन्छ एउटा क्लकवाइज एउटा एन्टी क्लकवाइज क्लकवाइज र एन्टी क्लकवाइज सर्कुलर वेमा दुईवटा दिशा हुन्छ एउटा घडीको सुईको दिशा एउटा घडीको सुईको विपरीत दिशा घडीको सुईको दिशा र घडीको सुईको विपरीत दिशा क्लकवाइज लेफ्ट टु राइट एन्टी क्लकवाइज राइट टु लेफ्ट अब केही गरिरहनै पर्दैन आफ्नै जिउ सम्झने कि क्लकवाइज भन्नु लेफ्ट टु राइट सिम्पल आफू जहाँ बस्यो लेफ्टबाट राइटतिर क्लकवाइज राइटबाट लेफ्टतिर चाहिँ एन्टी क्लकवाइज सर्कुलर वेमा दुईवटा दिशा हुन्छ एउटा घडीको सुईको दिशा एउटा घडीको सुईको विपरीत दिशा अब कसै क्लकवाइज भन्छ भन्नु भने लेफ्ट टु राइट जता बसे त आफ्नो लेफ्ट राइट त भइहाल्छ लेफ्ट टु राइट क्लक राइट टु लेफ्ट चाहिँ एन्टी क्लक अब यसमा के कन्फ्युजन छ भने भन्नुहोस् सर्कुलर वेमा दुईवटा दिशा एउटा घडीको सुईको दिशा एउटा घडीको सुईको विपरीत दिशा लेफ्ट टु राइट क्लकवाइज राइट टु लेफ्ट चाहिँ एन्टी क्लकवाइज अब यसमा केही कन्फ्युजन छ भने भन्नुहोस् यिनीहरूमा केही डाउट छ त केही कन्फ्युजन भयो भन्नु पर्यो अब यहाँ हेर्नुहोस् है अब यो मान्छे उत्तर फर्किया छ यो 90 डिग्री एन्टी क्लकवाइज घुम्दा कुन दिशा फर्किया हुन्छ ल भन्नुहोस् यो मान्छे उत्तर फर्किया छ यो 90 डिग्री एन्टी क्लकवाइज घुम्यो भने कता फर्किया हुन्छ एन्टी क्लकवाइज भने छ है मैले हो तपाईले एकदम ठीक गर्नु एन्टी क्लकवाइज भनेको राइट टु लेफ्ट एन्टी क्लकवाइज भनेको चाहिँ राइट टु लेफ्ट वेस्ट हुन्छ यो पनि क्लियर छ अब थर्ड ट्रिकमा चाहिँ डिग्री भयो हेर्नुहोस् है थर्ड ट्रिकमा डिग्री भएको
ए उत्तर फर्किएको छ, ए उत्तर फर्किएको छ, ऊ 40 डिग्री क्लकवाइज घुमे, 72 डिग्री एन्टी क्लकवाइज घुमेर फेरि फेरि 125 डिग्री क्लकवाइज घुमे, पुनः 62 डिग्री एन्टी क्लकवाइज घुमे, अन्तमा 60 डिग्री क्लकवाइज घुम्छ भने अब ए कुन दिशा फर्किएको हुन्छ, अब ए कुन दिशा फर्किएको हुन्छ, कुन दिशा फर्किएको हुन्छ, अब ए कुन दिशा फर्किएको हुन्छ। फेरि एकचोटि हेर्नुहोस् है, ए उत्तर फर्किएको छ, ऊ 40 डिग्री क्लकवाइज घुमे, 73 डिग्री एन्टी क्लकवाइज घुमेर फेरि 125 डिग्री क्लकवाइज घुमे, पुनः 62 डिग्री एन्टी क्लकवाइज घुमे, अन्तमा 60 डिग्री क्लकवाइज घुम्छ भने अब ए कुन दिशा फर्किएको हुन्छ। अब यहाँ हेर्नुहोस् है, ट्रिक धेरैवटा क्लकवाइज धेरैवटा एन्टी क्लकवाइज आउँछ। यसलाई यो यन गरौँ, यो यस, यो इस्ट, यो वेस्ट। उत्तर फर्किएको छ भनेपछि उत्तरतिर एरो गरिदिनुहोस्, यो उत्तर फर्कियो। अब यहाँ धेरैवटा क्लकवाइज आयो, धेरैवटा एन्टी क्लकवाइज, क्लकवाइज यदि सबै जोडिदिनुहोस्, 40 डिग्री क्लकवाइज, 125 डिग्री क्लकवाइज, 60 डिग्री क्लकवाइज, भयो जति क्लकवाइज जोडिदिनुहोस्, भयो जति क्लकवाइज जोडिदिनु, 5 6 4 10 2 12 को 2 हात लाग्यो, 225 डिग्री क्लकवाइज। एन्टी क्लकवाइज पनि जोडिदिनुहोस्, 73 डिग्री एन्टी क्लकवाइज, 62 डिग्री एन्टी क्लकवाइज, 135 डिग्री एन्टी क्लकवाइज। ठुलोबाट सानो घटाइदिनुहोस्, अब ठुलोबाट सानो घटाइदिनुहोस्, भयो जति क्लकवाइज जोडियो, एन्टी क्लकवाइज पनि जोडियो, ठुलोबाट सानो घटाइदिनु, 225 बाट 135 घटाइदिनुहोस्, 225 बाट 135 गर्दा कति राखिरह त भन्दा 90 डिग्री क्लकवाइज। यो सबै भन्नु जम्मा 90 डिग्री क्लकवाइज घुम्नुहोस् भनेर छ। यो भए जति भन्नु तपाईहरुलाई जम्मा 90 डिग्री क्लकवाइज घुम्नुहोस् भनेको रहेछ, त्यति। अब उत्तर फर्किएको मान्छे 90 डिग्री क्लकवाइज घुम्दा कता फर्किन्छ भन्नुस् त। यो सबै भन्नु अरु मतलब छैन। क्लकवाइज यदि सबै जोड्ने, एन्टी क्लकवाइज यदि सबै जोड्ने, ठुलोबाट सानो घटाइदिने। उ यहाँ राख्दा चाहिँ यो क्लकवाइज बढी छ भने क्लकवाइज राख्ने, एन्टी क्लकवाइज बढी छ भने एन्टी क्लकवाइज राख्ने। अब उत्तरबाट जम्मा 90 डिग्री, यो यता उता जानु पर्दैन, ठ्याक्क 90 डिग्री। कहाँ त भन्दा इस्ट हेरियो। अब आन्सर पूर्व। अब भन्नुहोस् यसमा तपाईहरुलाई कुनै कन्फ्युजन छ? यसमा तपाईहरुलाई कुनै डाउट छ भन्नुस् त। अब फोर्थ स्टिकमा चाहिँ डिरेक्सन कोडिङ, डिरेक्सन एनालोजी, डिरेक्सन कोडिङ, डिरेक्सन एनालोजी, डिरेक्सन क्लक, यो तीनटा ट्रिक यसमा पर्छ। यो डिरेक्सनका तीनटा ट्रिकहरु कसरी सोच्छ त? अब उत्तर भनेको पूर्व भए, पूर्व भनेको कुन दिशा हो भन्नु। यो चाहिँ कोडिङ। उत्तरलाई पूर्वले कोड गरिन्छ भने हो। उत्तर भनेको पूर्व, पूर्व भनेको कुन भन्नु चाहिँ त्यो हो। त्यही कुरालाई एनालोजीमा चाहिँ नर्थ इज टु ईस्ट, डबल इज टु ईस्ट इज टु व्हाट, यो चाहिँ एनालोजी, यो चाहिँ एनालोजी। हेर्नुस् है, यो चाहिँ एनालोजी भयो। अब डिरेक्सन क्लक,
डिरेक्सन क्लकमा चाहिँ यो डिरेक्सनको क्लकमा चाहिँ 12 बज्दा घण्टा सुईले 12 बज्दा घण्टा सुईले पूर्व दिशा देखाउँछ भने 12 बज्दा घण्टा सुईले पूर्व दिशा देखाउँछ भने 3 बज्दा घण्टा सुईले घण्टा सुईले कुन दिशा देखाउँछ 12 बज्दा घण्टा सुईले पूर्व दिशा देखाउँछ भने 3 बज्दा घण्टा सुईले कुन दिशा देखाउँछ यसलाई के हो त भन्दा ठिकमा हेर्नुस् त यसलाई यो नर्थ हो यो साउथ हो यो इस्ट हो यो वेस्ट हो जेसुकै होस् उत्तर भनेको पूर्व भए ठ्याक्क कति घुमो 90 डिग्री क्लकवाइज घुमो अब दक्षिण पूर्व भने भए 90 भन्दा अलि बढी हुन्थ्यो अब हामीलाई पूर्व भनेको कुन भन्नु पूर्व भनेको त्यहाँबाट त्यही दिशामा जानु पर्यो त्यति नै डिग्री त्यही दिशामा जाँदा साउथ 90 डिग्री नै क्लकवाइज जाँदा कहाँ आइपुग्यो भन्दा साउथमा आइपुग्यो साउथ आन्सर उत्तरबाट 90 डिग्री क्लकवाइज घुम्दा पूर्वबाट 90 डिग्री क्लकवाइज घुम्दा साउथ अनि यसले पनि त्यही हो उत्तर भनेको पूर्व भने जुन यसको योबाट यो जे नियमले भन्छ यो पनि त्यही नियमले बन्नु पर्यो उत्तरबाट पूर्व 90 डिग्री क्लकवाइजमा घुम्छ भने पूर्वबाट पनि 90 डिग्री क्लकवाइजमा घुम्नु पर्यो योबाट पनि 90 डिग्री क्लकवाइज घुम्दाखेरि साउथ हुन्छ अब घडी बनाउनुस् यसो चाहिँ घडी यो नर्थ यो साउथ यो इस्ट यो वेस्ट यो नर्थ यो साउथ यो इस्ट यो वेस्ट अब यो नर्थ हो यो साउथ हो यो इस्ट हो यो वेस्ट हो यो 12 बज्दाको घण्टा सुई यो 3 बज्दाको घण्टा सुई यो 6 बज्दाको यो 9 बज्दाको 12 बज्दा भने उत्तर भनेको रहेछ 12 बज्दा भनेको त उत्तर रहेछ नि त त्यसले पूर्व दिशा देखाउँछ अनि त्यसो भए 3 बज्दा पूर्व रहेछ अनि साउथ आन्सर साउथ दक्षिण दिशा देखाउँछ